वेलकम ब्याक टु मेरो नयाँ ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ मैले धेरै दिनपछि ब्लग बनाउन लागेको छु होइन, किनभने आज चाहिँ यसो टाइम छैन हामीसँग चाहिँ, त्यही भएर चाहिँ आज यसो ब्लग बनाइदियो भनेको। त्यही भएर चाहिँ गाइदिएन। आज चाहिँ भन्दाखेरिमा चाहिँ आज चाहिँ म मामा घर जान लाग्छु कि खासमा चाहिँ होइन, यताबाट चाहिँ मामा घर जान्छ। म चाहिँ खास काम माथि ढगारीमा थियो गाउँपालिकामा, अनि त्यहाँ चाहिँ आज काम भ्याएन, भोलि आउनु भने। अनि दाजुसँग कहाँ यति लामो बाटो हिँडेर चाहिँ कहाँ जाने होइन, ढगा के अरे ढुकुचलमा। त्यही भएर चाहिँ हजुर नजाने, अब चाहिँ भोलि जान्छु होला। भोलि चाहिँ काम पर्ने चाहिँ यता चाहिँ मामा घर जानु पऱ्यो भनेर चाहिँ गाइस म तपाईँलाई चाहिँ बाटो देखाउँछु होइन। यो चाहिँ मामा घर जाने बाटो होइन, यस्तो छ। बस गाडी जान्छ घरमै, मामाको घरमै जान्छ जान त, बट आफूसँग गाडी छैन भन्ने कि, त्यही भएर चाहिँ आज यसो गइदिउँ न त। अनि धेरै बन्द गएको पनि वर्ष भइसक्यो, त्यही भएर चाहिँ आज यसो गइदिउँ न त होइन भनेको। मलाई चाहिँ राम्रो एकदम खतरा लाग्यो कि जङ्गलहरू चाहिँ ट्याक्क बाँडेर। म चाहिँ 1 वर्षपछि आयो, चेन्ज पनि परिवर्तन, धेरै परिवर्तन भएको रहेछ गाउँ पनि। यस्तो जानु पर्यो चाहिँ, जानु चाहिँ अहिले जस्ट धेरै टाढा छ होइन। यो चाहिँ यस्तो छ गाउँहरू। मेरो मामा घर चाहिँ त्यता छ है, त्यता पर छ। यस्तो छ गाई होइन, एकदम बबाल भन्ने कि यस्तो छ। तपाईँहरूलाई कस्तो लाग्यो? आज मामा घरमा गइन्छ गाई, मासु भात खाइन्छ भन्ने के। सो अहिले चाहिँ म चाहिँ जान लाग्छु छु। फाइनली अब कस्तो हुन्छ गाइस, प्लिज तपाईँले आफ्नो प्रतिक्रिया दिनु होला। आज चाहिँ ब्लग बनाएको पनि छैन मैले, जस्ट धेरै भयो छोडेको। मैले पहिला बनाउँथेँ, आजभोलि चाहिँ छोडेछु। फेरि अब नयाँ स्टार्ट गर्न लाग्छु कि अब टाइम नै भ्याउँदैन, गाउँघरतिरको काम यताउता होइन, काम हुन्छ। त्यही भएर चाहिँ मैले चाहिँ टाइम भ्याइरहेको होइन, त्यही भएर चाहिँ ब्लग बनाउनु छोडेको। अब चाहिँ गाइस बनिन्छ कुनै दिन राम्रो तपाईँहरूलाई हेर्नु होला होइन, राम्रो बनाउने छु। जस्तो आजभोलि चाहिँ अब त्यस्तै हो, यस्तै छ होइन। अरू तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ भन्नु होला। फाइनली यस्तो छ है। त्यहाँ पर तल जानुपर्छ। यो रोड, त्यो माथिल्लो रोड होइन कि तल्लो रोड छ, त्यहाँ चाहिँ त्यही रोडमा आउ जाने चाहिँ यस्तो छ है। यहाँ चाहिँ पुरै के यस्तो पुरै बवाल होइन, गोरु बाख्राहरू छन् कि जस्तो मैले चाहिँ देखेको छैन गाइस। तपाईँहरूलाई चाहिँ जुममा देखिन्छ भने चाहिँ कमेन्ट गर्नु होला, मलाई चाहिँ देखिरहेको छैन। र यति नै हो हाम्रो चाहिँ होइन। अब सबैले माया गर्नु होला भन्न चाहन्छु के अरे म होइन। म चाहिँ अब नयाँ ब्लगर चाहिँ होइन, त्यही हो मेरो के अरे युट्युब च्यानलको नाम चाहिँ होइन सेरु के अरे अछामी सेरु ब्लग्स भन्ने छ। तपाईँहरूले सर्च गरेर नै हाल्न सक्नु होला। सबैले जोडिदिनु होला, सबैले धेरै माया छ होइन मबाट।